नेपाली कांग्रेस पार्टी किन डराइरहेको छ? पार्टीको जुन उपल्लो तह छ, संस्थापक पक्ष भनिन्छ, किन डराइरहेको छ? यत्रो जनजी आन्दोलनबाट बचेका कार्यकर्ताहरू, नेताहरू अब जनजी सरहको पुस्तालाई स्पेस दिनु पर्दैन, किन डराउँछन् यिनीहरू? के गर्नु छ? यही पारा हो भने त फेरि खुइलाउँछन् त जेनजीहरूले। स्वाभाविक रूपमै खुइलिन्छन्। फेरि पुनर्गठित हुन नचाहने, आफ्नो जुन उमेर हदको कारण पनि छोड्न पर्ने अवस्था हो, वैचारिक रूपमा जुन नेतृत्व असफल भएको छ नि पुरानो, त्यही कारणले त जेनजी पुस्ता जन्मिएको हो। विद्रोह गरेको त्यहीँबाट हो। जुन किसिमको आतंक सिर्जना भएको थियो, बाल बाल बचेका हुने नेताहरू, तिनीहरूका घरहरू जले, राष्ट्रिय सम्पत्तिहरू जले, ध्वस्त पारियो। त्यसबाट सिक्नु पर्दैन वृद्ध नेताहरूले? छोड्नु पर्दैन, स्पेस दिनु पर्दैन युवाहरूलाई? ओके, पार्टीले सर्वस्वीकार्य रूपमा भोलि चाहिँ महाधिवेशनबाट विशेष अथवा चाहिँ जुन अनिवार्य महाधिवेशन छ त्यसबाट चाहिँ चुनियो भने ठिकै छ, जनताले मान्ला ल, ठिकै छ, हामीले पनि मानौँला, सर्वसाधारणले मान्नेछन्, जेनजीहरूले पनि मान्नेछन्। ल ठिक छ, हामी हार्यौँ भन्ने पछि एक किसिमको विवेचना नै हुनेछ। तर यहाँ त केही पनि गर्न नचाहने त्यसै घिसारी घिसारी नेतृत्व पङ्क्तिले नयाँ पुस्तालाई, भावी पुस्तालाई पनि लतारेर आलटाल गरेर हुनै सक्दैन भनेर यसरी पेलिरहेको छ नि। हामीले बोक्न सकिँदैन अब यो पुरानो काङ्ग्रेसलाई। युवा नेताहरूको, युवा नेतृत्वमा आएका जुन जेनजी अथवा त्योभन्दा माथिको जुन पुस्ता छ नि, जसले चाहिँ जेनजीको भावनालाई समेट्न सक्दछ, हो सबै पार्टीहरू पुनर्गठित हुनुपर्छ। नेपाली कांग्रेस मात्र होइन, यहाँ चाहिँ कति बलियो बनेका छन् अरू पार्टीहरू, निडर छन्। त्यो चाहेको हो र जेनजीले होइन। कोही फुटेर 8-10 जनाहरू, ती वृद्धहरू वृद्धाश्रम बनाएर बसेका छन्। कोही मै हुँ यो देशको अधिपति, मै हुँ भनेर हुङ्कार पिटिरहेका छन्। यस्तो अवस्थामा कांग्रेस, कमसेकम कांग्रेस सुध्रिनुपर्छ के? कांग्रेसले सुध्रिएर देखाइदिनुपर्छ। अनि बल्ल हामी युवाहरू जेनजीहरूलाई कम्प्रोमाइज गर्न सक्छौँ, उनीहरूलाई सम्हाल्न सक्छौँ, नत्र सकिँदैन। अब पनि हामी हाम्रो सभापति देउवा अथवा अरू कोही नि भनेर चुनावमा हामी भोट माग्न जान सक्दैनौँ। देश विदेशबाट पनि कसैलाई हामीले सम्झाउन सकिँदैन, किनकि गर्नुपर्ने केही कामहरू थियो, ती गर्न पार्टीले चाहेन, नेतृत्व पङ्क्तिले चाहेन, संस्थापक पक्षले चाहेन। यति भाती युवा अवस्थादेखि लड्दै लड्दै आएका युवाहरू, जसलाई जेनजीले पनि साथ दिन्छन्। हाम्रो माग के हो भन्दा गगन थापा महाधिवेशन गरौँ, विशेष महाधिवेशन गरेर गगन थापालाई पार्टी सभापति चयन गऱ्यौँ, त्यसपछि त्यही अनुसारको नयाँ नेतृत्व बनाऊ, पुराना हाम्रा नेताहरूलाई सम्मानित तरिकाले हामी राख्नेछौँ पार्टीमा। तर पार्टी सञ्चालनको जिम्मा युवाहरूलाई दिउँ भन्ने मात्रै हो। यदि नचाहने हो भने अवश्य सकिन्छ है। सबै पार्टीहरू फुटिरहँदा कोही कतै मन मिल्ने, सिद्धान्त मिल्ने, भावनाहरू मिल्नेहरू बीच एकता भइरहँदा नेपाली कांग्रेसका पनि धेरै युवा पङ्क्तिहरू पर्खर हेरको स्थितिमा छन्। हामी पनि खुलेरै बोल्ने स्थितिमा बिस्तारै पछि हट्नुपर्ने जस्तो देखिएको छ। किनकि प्रेसर भनेको सबैलाई छ जेनजीको। जेनजी आन्दोलनपछि, जेनजी
पुस्ताहरूले चाहेको काम गर्न नसकेकोमा जुन किसिमको पश्चाताप नेताहरूले गर्नुपर्ने थियो नगरेर जेनजीहरूमाथि अथवा परिवर्तनकारी शक्तिहरूलाई पाखा लगाउने प्रयास गरिएको छ। तर कङ्ग्रेसले यो नगरोस्। कङ्ग्रेसले यो गर्यो भने ठुलो घाटा देशलाई पनि हुन्छ र कङ्ग्रेस पनि सकिन्छ है। होसियार हुनु। नियमित तथा विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने, त्यसपछि त्यही नयाँ नेतृत्वले चुनावमा घोषणापत्रहरू निर्माण गर्ने, अनि त्यसपछि चुनावमा उम्मेदवारहरू चयन गर्ने, त्यसपछि बहुमत प्राप्त गरेर कङ्ग्रेसले एकलौटी सरकार बनाउने, यही मात्र हो विशेष सूत्र, उच्च स्तरीय सूत्र यही हो है। यसो गरिएन भने सकिँदैन। हात उठाउँदा हुन्छ सबैले। पुरानै तरिकाले चल्ने हो भने हात उठाउँदा हुन्छ, पार्टी रहँदैन। जब पार्टी रहँदैन तब देश पनि रहँदैन। विशेष ध्यान दिउँ सबैले। जय नेपाल।